एभ्रिवान वेलकम ब्याक टु माई न्यू भ्लग तपाईँहरूलाई र भ्लगमा स्वागत छ। हामी चाहिँ मुक्तिनाथको गल्ली गल्ली घुम्दैछु। जस यहाँ चाहिँ सबैजनाको स्टिकर रहेछ, मेरो पनि कुनै दिन आउँछ। गाइज अब हामी बिस्तारै घुम्दैछु। यस्तो यस्तो रहेछ ठाउँ चाहिँ बवाल। त्यही हो, हामी हेर्न सक्नुहुनेछ। मुसँग नआउने मान्छेहरू सबलाई म फेरि आउनु भनेर अनुरोध गर्न चाहन्छु। त्यस्तो छ सिन होइन, मुस्ताङ आउनलाई अनुरोध भन्ने होइन, आउनुलाई रोज गर्नुपर्छ। रोज। सो गाइज यस्तो छ, हेर्दै जाऊँ होइन। बवाल जाडो चाहिँ त्यति जाडो छैन, अब बेलुका चाहिँ हुनसक्छ है। अहिलेको लागि चाहिँ ठिकै छ। हेरौँ, लेट्स सी होइन। हामी चाहिँ पहिला यताको भागतिर चाहिँ आएको थिएन। पहिला चाहिँ उताको भाग चाहिँ सब घुमेको हो। यसपालि यताको भाग पनि घुमिदिउँ न भनेर चाहिँ आएको। हेरौँ होइन गाइज कस्तो हुन्छ। सो यही हो म नआएको। 100 कतिवटा अरे धारा? 108वटा अलिकति हो है। ओइ हाम्रो बिरालो थियो, यहाँ पनि रहेछ बिरालो। थत तिमी बवाल छ यार। ओइ हेर्नु न, ओइ बवाल बाघ जस्तै छ यार। सो गाइज आजलाई यति नै होला। भोलि माथि जाने प्लान छ। अब हेरौँ गाइजहरू। हेलो, फर्किएको गाइज होइन। आज त यति नै घुम्ने होइन, रात पनि परिसक्यो। सो भोलि घुम्ने छु होइन। आज त मुक्तिनाथमा छु हामी होइन। घोडा हेर्न सक्नुहुनेछ। सो गाइज यति नै हुन्छ होला मेरो ब्लग। तपाईँहरूलाई नयाँ अपडेट अब म दिने नै छु। दामी दामी बवाल भ्लग 75वटा जिल्लाकै बनाउने कोसिस गर्नेछु। सो होइन, अहिले चाहिँ हामी मुक्तिनाथमा छु। सो गाइज